नमस्कार साथीहरू, CET को डिप्लोमा PCL को भेकेन्सी ओपन भइसकेको छ। यही वैशाखको 29 गतेदेखि नर्सिङ, फार्मेसी, ल्याब, सिभिल इन्जिनियरिङ तर्फको। सो यसमा अप्लाई गर्नको लागि हजुरहरूले अनलाइन अप्लाई गर्न सक्नुहुनेछ। ITMS को माध्यमबाट हेर्न सक्नुहुनेछ। 7वटै प्रदेशमा खुलाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम 7वटै प्रदेशमा यो भेकेन्सी खुलाएको छ। यसमा हजुरहरूले हेर्न सक्नुहुनेछ कुन प्रदेशमा कुन पदको लागि कति भेकेन्सी खुलेको छ। सो यो भेकेन्सीको PDF म आफ्नो भिडियोको डिस्क्रिप्सन र कमेन्ट बक्समा राखिदिन्छु। हजुरहरूले लिङ्कमा क्लिक गरेर राम्रोसँग हेरिहाल्नुहोला। मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा हाम्रो खुलेको छ जम्मा 250 जनाको लागि, जसमध्ये कोशीमा खुलेको छ 50 जनाको लागि, मधेसमा 32 जनाको लागि, अनि बागमती प्रदेशमा खुलेको छ 78 जनाको लागि, अनि त्यसपछि गण्डकीमा खुलेको छ 18 जनाको लागि, त्यसपछि लुम्बिनीमा खुलेको छ 50 जनाको लागि, अनि कर्णालीमा खुलेको छ 8 जनाको लागि, अनि सुदूरपश्चिममा खुलेको छ 14 जनाको लागि। त्यसैगरी नर्सिङमा पनि टोटल 189 वटा सिटमा भेकेन्सी खुलाएको छ, जसमध्ये कोशीमा 33 जना, मधेसमा 57 जना र बागमतीमा 63 जना, त्यसपछि गण्डकीमा 12 जना, लुम्बिनीमा 15 जना, कर्णालीमा 3 जना र सुदूरपश्चिममा 6 जनाको लागि भेकेन्सी खुलाएको छ नर्सिङमा। यसरी सबै प्रदेशको मिलेर जम्मा 3417 वटा कोटामा भेकेन्सी खुलाएको छ यो CET को डिप्लोमा PCL को। यसमा फर्म भर्नको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा SEE परीक्षामा अनुमान अङ्ग्रेजी, गणित र विज्ञान विषयली समग्रमा स्तरीकृत अङ्क 4.0 वा न्यूनतम 2.0 GPA अथवा सो सरह वा परिषदबाट प्राविधिक SLC प्री डिप्लोमा तहको कुल पूर्णाङ्क 68.33% अङ्क प्राप्त गरी उत्तीर्ण गरेको। अब 2मा छ डिप्लोमा प्रमाणपत्र तहको स्वास्थ्य बाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरू। यसमा छ मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा SEE परीक्षामा अनुमान अङ्ग्रेजी, गणित र विज्ञान विषयली समग्र स्तरीकृत अङ्क 4.0 वा न्यूनतम 1.6 GPA अथवा सो सरह वा परिषदबाट प्राविधिक SLC प्री डिप्लोमा तहको कुल पूर्णाङ्क 68.33% अङ्क प्राप्त गरी उत्तीर्ण गरेको। यसमा के भनेको छ भने हेल्थमा फर्म भर्नको लागि, जस्तै नर्सिङ, ल्याब, फार्मेसीमा फर्म भर्नको लागि कम्तीमा SE मा 2 GPA हुनुपर्छ र हेल्थ बाहेक अरू जस्तै इन्जिनियरहरूमा फर्म भर्नको लागि 1.6 GPA हुनुपर्छ। यसमा हजुरहरूले अनलाइन एप्लिकेसन फारम भर्न सक्नुहुनेछ। अनलाइन आवेदन फारमका साथ तोकिएको सेवा प्रदायकहरू कनेक्ट IPS वा खल्ती वालेट मार्फत शुल्क अनलाइन माध्यमबाट बुझाउनु पर्नेछ। यसमा फर्म भर्नको लागि नेपाली नागरिकता वा जन्मदर्ताको सकलबाट स्क्यान गरिएको हुनुपर्छ। न्यूनतम शैक्षिक योग्यता वा सो सरहको शैक्षिक प्रमाणपत्रको सकल स्क्यान गरिएको प्रति। त्यसपछि सरकारी वा सामुदायिक विद्यालयको हकमा सम्बन्धित पालिकाले विद्यालयको किसिम प्रमाणित गरेको थप परिषदका आङ्किक शिक्षालयको हकमा सम्बन्धित शिक्षालयले प्रमाणित गरेको पत्रको सकलबाट स्क्यान गरिएको प्रति। दलितको हकमा सूचीकृत नभएका फरक थरका दलितको हकमा सम्बन्धित पालिकाको पत्रको सकलबाट स्क्यान गरिएको प्रति। मधेसी मुस्लिमको हकमा सम्बन्धित पालिका जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिएको पत्रको सकलबाट स्क्यान गरिएको प्रति। आदिवासी जनजातिको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बमोजिम स्वीकृत भएको जातिहरूले सम्बन्धित पालिकाको पत्र र सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित पालिकाको कार्यालयबाट जनजाति प्रमाणित गरिएको आदिवासी जनजाति पत्रको सकलबाट स्क्यान गरिएको प्रति। खस आर्यको हकमा सम्बन्धित पालिका कार्यालयले प्रमाणित गरेको पत्रको सकलबाट स्क्यान गरिएको प्रति। थारूको हकमा सम्बन्धित पालिका
कार्यालयले प्रमाणित गरेको पत्रको सकलबाट स्क्यान गरिएको प्रति पिछडिएको दुर्गम क्षेत्रको हकमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लाबाट सामुदायिक विद्यालयबाट अध्ययन गरी न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको र स्थायी बसोबास गरेको सम्बन्धित पालिका कार्यालयले जारी गरेको पत्रको सकलबाट स्क्यान गरिएको प्रति बेपत्ता पारिएका व्यक्ति, शहीद परिवार, घाइते र निजको परिवार, जनआन्दोलन, जनयुद्ध, मधेस, जेनजी आन्दोलन लगायत मुलुकभित्र भएका सबै आन्दोलनको क्रममा बेपत्ता पारिएका व्यक्ति वा तथा शहीद परिवार, जनआन्दोलनका घाइते परिवार, दण्ड पीडित विस्थापित हो भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिएको पत्र र नाता प्रमाणित पत्रको सकलबाट स्क्यान गरिएको प्रति अपाङको हकमा नेपाल सरकारको सम्बन्धित कार्यालयले जारी गरेको अपाङ परिचय पत्रको सकलबाट स्क्यान गरिएको प्रति स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज 35.45 मिमीको एक प्रति फोटो पछि उक्त फोटो सेच्याउन पाइने छैन। अनलाइन आवेदन फारम पेश गर्नुपर्ने आवश्यक पत्रहरू अनुयायी समावेश गर्नुपर्नेछ। आवश्यक शैक्षिक पत्रहरू सम्बन्धित वर्ग खुलेको कागजातहरू समावेश नगर्ने र नक्कली कागजात पेश गर्ने परीक्षार्थीहरूको आवेदन फारम रद्द हुनेछ। वर्गीकृत निःशुल्क छात्रवृत्तिका लागि साधारण समूह र लक्षित वर्ग समूहको लागि एउटै अनलाइन एप्लिकेसन फर्म हुनेछ। सो फारममा आफू कुन वर्गमा पर्ने हो सोही वर्गमा छनौट गर्नुपर्नेछ। लक्षित वर्ग समूहमा आवेदन फारम भर्न योग्य आवेदक साधारण समूहमा स्वत आवेदक हुनेछ। वर्गीकृत निःशुल्क छात्रवृत्तिमा आवेदन भर्ने आवेदकहरूले आवेदन फारम बुझाएको प्रदेश स्तरमा मात्र प्रतिस्पर्धा हुनेछ। आवेदन फारम भर्ने सम्बन्धी व्यवस्था छ। आवेदन फारम शुल्क रु 1000 र अनलाइन आवेदन फारम खुल्ने मिति छ 2083 1 महिना 29 गतेदेखि यो फर्म खुलेको छ र अनलाइन आवेदन फारम बन्द हुने मिति छ 2083 2 महिना 3 गते बुधबार राति 11:59 यो बन्द भइहाल्छ। यसमा हजुरहरूले अनलाइन एप्लिकेसन फारम भर्न सक्नुहुनेछ सिटिभिटीको ITMS मा गएर। र मेरो भिडियो उपयोगी लाग्छ भने मेरो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद आजको लागि।